यो यस्तोवाला स्विमिङ सुट मनपर्छ क्या मलाई हाफ हाफको। तर योपालि चाहिँ यो बाउलाई चाहिँ फुल स्विमिङ जानुभन्दा अगाडि नै मलाई एकदम निक्को होस् भनेको थिएँ मैले होइन रुगा अनि ठ्याक्कै अहिले मलाई वाउ मासु अझै अघि नमस्ते टु एभ्रीवान इट्स मिस सुनमा लिम्बू तपाईँहरूको प्यारो सुनमा लिम्बू आज यति राति 81 भ्लग गर्दै हुनुहुन्छ यत्तिकै च्याउ लाग्यो अनि त्यही भएर होइन अनि चार्ज पनि छ क्या मोबाइलमा धेरै धेरै त्यही भएर अनि आई होप मैले जहिले भने त्यही हो आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला म पनि एकदम सन्चै आरामै छु होइन। अनि त्यसपछि तपाईँहरू के गर्दै हुनुहुन्छ म त यत्तिकै बस्दै सुत्दै उठ्दै होइन त्यस्तै गरिरहेको छु। अनि यहाँ चाहिँ खाना पाकिरहेको छ खाना आज तरकारीमा के हो हेर मामी हामी वाउ मासु अझै अघि खानामा हामीले मासु अघि खाजामा हामीले मासु र के भन्छ अरे मुरै खाएको थियो कि अनि त्यही भएर अनि मासु उब्रियो होइन खै कति केजीको मासु ल्याएर खाएको केजी चाहिँ होइन मतलब आधी किलो है दिदी आधी किलो ल्याएको अनि त्यही हो मासु आज उब्रेको छ अनि त्यही खाने। अनि अरू त त्यस्तै त्यस्तै छ यहाँ भाँडाहरू छ यता चाहिँ के छ हेर म नाम पनि यहाँ चाहिँ साग छ साग इधर चाहिँ दाल होला पक्कै पनि होइन अरू चाहिँ मलाई केही थाहा छैन। अनि त्यसपछि आज चाहिँ कति दिनपछि म पनि मोही खानु पर्यो तर मलाई अहिले तपाईँहरूले गेस गर्नुभयो कि होइन मलाई अहिले रुगा निको भइसकेको छ अहिले मलाई रुगा निको भइसकेको छ तर त्यति साह्रो पनि भएको छैन किनभने तर धन निको चाहिँ भयो किनभने मलाई स्विमिङ जानुभन्दा अगाडि नै मलाई एकदम निको होस् भनेको थिएँ मैले अनि ठ्याक्कै निको पनि भयो। अनि आजको लागि चाहिँ हजुर अनि आजको लागि चाहिँ राम्रै हुनेछ यो पालिको भ्लग होइन किनभने अनि मैले स्विमिङको लागि सपिङ गरेको थिएँ क्या मैले मतलब ओ भाइ मेरा गेम खत्तम भन्नु रहेछ मैले होइन हजुर चिन्दैन त भक्तिले जस्तो कस्तो रहेछ यार हाम्रो कस्तो बेइज्जत हो क्या अहिले वर्ल्ड कप चलेको बेला होइन नेमार नेमार अनि के अरे मेसी होइन दिदी भन्नु त के अरे नेमार र मेसीको मात्रै स्टार छ नि त अनि त्यहाँदेखि पोर्चुगलको चाहिँ गाडी स्टार छैन त्यही भएर पोर्चुगललाई चाहिँ चिन्दैन अरे कि त्यो स्टार नभएको मान्छेलाई चिन्दैन भनेर चाहिँ यहाँ भक्तले खै देखाइदिँदा के भने हामी पनि कस्तो रहेछ यार खै ल सुरुबाट देखाइदिनु के भनेको अरे सुनाइ हेर हामीलाई हेरेको यस्तो बेइज्जत चाहिँ सहन सक्दिनँ है योपालि चाहिँ जित्नुपर्छ है जसरी भयो भने अनि वर्ल्ड कप के अरे पोर्चुगलको फ्यानहरू कस्तो यति साह्रो नभनौँ हाम्रो नि एक दिन पालो आउँछ होइन त गाइस कि कस्तो त कस्तो हेरेको हामीलाई चाहिँ ए मेसीको फ्यान यता योपालि मेसीले जित्दैन रोनाल्डो ए त्यस्तो त भन्नु हुँदैन यार मेसीले जित्दैन योपालि तपाईँलाई कस्तो लाग्छ त ल मेसीले जित्ला त खोइ पऱ्यो अब वाट द हेल। अनि म के भनिरहेको थिएँ भने हामीलाई चाहिँ लास्टै हेरेको होइन पोर्चुगलको फ्यानहरू सुनिराख्नु त्यहाँ योपालि चाहिँ जित्नुपर्छ है योपालि चाहिँ जित्नुपर्छ दिदी योपालि जित्यो भने के गर्नुहुन्छ भन्नु देखिरह ल दिदी यो मैले दिदीले भन्नुभएको छ कि होइन डिल हो कि होइन त्यही पनि यत्तिकै जे भयो भने दिदीले भनिरहनु भएको कि योपालि वर्ल्ड कपमा जे भयो भने पोर्चुगलले जित्यो भने दिदी नाचिदिनुहुन्छ अरे हाम्रो दिदी खतरा डान्सर होइन त दिदी के कसो तर योपालि जे भयो भने जित्नै पर्छ नो डाउट तर खै अब जो जिते नै राम्ररी जित्नु तर अर्को पालि प्रयास चाहिँ गरिरहनु अनि भन्छ नेभर गिभ अप होइन अनि भन्छ अर्को पनि प्र्याक्टिस मलाई आजकल के भएको कि इङ्ग्लिस बोल्दा ओ भाइ साहब प्र्याक्टिस भन्छ होइन दिदी प्र्याक्टिस मेक्स द म्यान पर्फेक्ट हो कि म्यान हो त्यो जे भयो भने त्यही हो होइन। अनि त्यसपछि चाहिँ अनि आज म अघि भर्खर भनेको थिएँ मैले स्विमिङ सुट किने भनेर अनि योपालि जानुपर्छ क्या जसरी भन्नु म त जान्छु भाइ अरू त केही मतलब त्यो स्विमिङ भइपुग्छ मेरो लाइफमा होइन तर
तर मलाई जस्तै बिरामी हुन्छ ल ल छोरीलाई नगरी होइन म तपाईँहरूलाई मेरो स्विमिङ सुट देखाउँछु अनि मैले के किनेको छु त्यही हो मैले थोरै सामान किनेको छु त्यो चाहिँ एउटा कुरा चाहिँ देखाउँदिनँ त्यो एकदमै प्राइभेट हो क्या प्राइभेट ल म देखाउँछु है त सो गाइज म चाहिँ अहिले मेरो आइसकेको छु तपाईँहरूलाई देखाउनलाई यहाँ क्या मेरो झोला कस्तो ब्लड आउँछ कि यहाँ छ मेरो झोला अनि यो झोलामा म देखाउन आँटेछु मेरो सामानहरू हेरिदिनु होला सो म चाहिँ यहाँ निकालिदिन्छु ल भयो मेरो यो रिङ ठुलो भएर होइन पुरै आज किनेको होइन 50 रुपिजमा होइन अनि के भएको म तपाईँहरूलाई देखाउँछु ल मैले आज के किनेँ आज रे मतलब हिजो मैले अगाडिको ब्लगमा बनाएको थिएँ कि म बाहिर गएको थिएँ नि त ठुलो मम्मीको घरमा अनि त्यहीबाट किनेर ल्याएको सुरुमा चाहिँ मेरो स्कुल सुजको जुत्ता मेरो लास्टै उयो भएको थियो क्या 36 साइज होइन मेरो खुट्टा चाहिँ यत्रो अनि सुरुमा चाहिँ मैले यो देखाएँ होइन मैले चाहिँ यो किनेँ सुरुमा चाहिँ यो जुत्ता किनेँ होइन यो दुईवटा रोक्नु है म देखाउँछु यता पनि छ यो दुईवटा सुज किनेँ होइन मेरो अगाडिको उयो चाहिँ उयो भएको थियो क्या के भन्छ अरे मतलब मेरो त्यो अगाडिको जुत्ता चाहिँ सानो भइसकेको थियो मेरो खुट्टा लास्टै छिटो छिटो बढ्छ क्या म मान्छे सानो तर मेरो खुट्टा छिटो बढ्छ अनि नेक्स्ट चाहिँ हाम्रो मेन थिङ्स रोक्नु है कस्तो सानो भएको सानै त छ यार कत्रो ठुलो देखेर अनि यो स्विमिङ सुट योपालि मैले यस्तो किनेको छु क्या यस्तो वाला किनेको छु क्या मतलब म जहिले यस्तै मलाई त होइन स्विमिङ सुटमा चाहिँ यो मनपर्छ क्या मलाई त फ्रकवाला मन पर्दैन होइन एउटा नि मन पर्दैन मलाई त उयोवाला मात्रै मनपर्छ क्या मतलब त्यो जिप्परवाला हुन्छ नि तल मतलब यति यस्तै हाफ हुन्छ यस्तै तलको पनि यस्तै हुन्छ होइन हाफ कट्टु जस्तै अनि यस्तै हो खै त के भएको यस्तो किन हौ गाइज रोक्नु है म फुल रेडी गरेर देखाउँछु तपाईँलाई ल गाइज हेर्नु सक्नुहुन्छ के बोक्यो मेरो क्यामेरा यो यस्तोवाला स्विमिङ सुट मनपर्छ क्या मलाई हाफ हाफ भएको तर योपालि चाहिँ यो बाउला चाहिँ फुल छ क्या यो दुईवटा यो तलको चाहिँ हाफै छ होइन पहिलाको चाहिँ मेरो त्यो सबै बुझ्न अब भित्रको त्यो छाला जस्तो त्यो पातलो भएर सबै देख्यो क्या अनि त्यही भएर अनि अहिले चाहिँ यस्तोवाला किनेको छु मैले हिजो देख्नु सक्नुहुन्छ सो मैले किनेको चाहिँ यति नै हो एउटा कुरा चाहिँ किन देखाउनु त्यो त प्राइभेट हो मैले प्राइभेट भनेर तपाईँलाई प्राइभेट हो कि खै के हो अनि यो चाहिँ अब प्याक गरौँ होला झोलाभित्र हालौँ ओ भाइ अब म यो सबै सामानहरू प्याक गर्छु अनि तपाईँसँग सिधै बोल्छु है त भाइ अब खाना खाने बेला पनि भयो खाना खान्छु त्यसपछि फेरि तपाईँलाई भेट्छु त्यसपछि म फेरि केही कुराकानी गर्छु त्यसपछि फेरि म तपाईँलाई गुड नाइट भनेर बाई बाई भन्छु है त सो यो प्याक गरौँ होइन पहिला यो हुन्छ अब खाना खाने सो यो जुत्ताहरू सबै यो एउटा झोलामा हालिदिन्छु यो फुल झोलामा सो अब एकछिनमा भेटौँ ल बाई सो मैले चाहिँ प्याक स्याक गरेर यहाँ तल राखी पनि सकेँ होइन अब चाहिँ सिधै चलौँ खाना खानलाई गाइज हाम्रो किचनमा आइपुग्यो सो आज खाजामा यो मेरो खाना हो दिदी छ्या कस्तो चुच्चोमा यस्तोमा पक्रियो भने कस्तो तातो हुन्छ सो यता पक्रिनुपर्छ के बटुखौमा सो म चाहिँ खाना चाहिँ यति नै खान्छु होइन भन्नुपर्दा चाहिँ अनि आजको खानामा छ यो के हो अरे दिदी इस्कुसको मुन्टा के फर्सीको फर्सीको रोनाल्डो ल फेरि के हो ओ भाइ यति साह्रो रोनाल्डोलाई कुटेको यति साह्रो चाहिँ हेर्नु भएन यति साह्रो चाहिँ हेर्नु भएन हो भाइ यसरी हेप्ने हो दिदी ल भयो हेर्नु हुँदैन यस्तो हेर्नु हुँदैन गाइस यस्तो हेर्नु हुँदैन है कस्तो रहेछ हेर हाम्रो हेप्नी अझ हाँस्छ
But we respect all the football players. We respect all the football players. हैन दिदी? हामी सबै म सबैको फ्यान हो। मैले यो भक्तले भनेको अनुसार मात्रै मैले कमेडी गरिदिएको कि तर म सबैको फ्यान हो किनकि म प्रायः त्यति फुटबल हेर्दिनँ नि त। जसले जिते पनि हामीलाई के होइन जिते पनि हामीलाई के त्यही हो। हामी एक आपसमा जसले जिते पनि हामी एक आपसमा झगडा गरेर हामीलाई के फाइदा, जसले जिते पनि हामीलाई के त्यही हो। हामी थोरै न फुटबल प्लेयर हो र हैन दिदी? हामी फुटबल प्लेयर थोरै न हो र, हामी त फ्यान मात्रै हो नि त। सो अहिलेको मैले भर्खर क्वालिटी हेरेर चाहिँ दिदीको त्यो भिडियो बनाउँदाखेरि चाहिँ यो रात परेर यस्तो क्वालिटी आइरहेछ है, माइन्ड नगर्नु होला। बत्ती त्यो यस्तो भइरहेको क्या, बत्तीले त्यो पुरै त्यो उयो भइरहेको क्या। सो अनि हाम्रो खानामा अगाडि नै भनेको छौँ मासु, फर्सीको मुन्टा, भात, दाल। सो यो खाइसकेपछि तपाईँहरूसँग भेट्छु है त। बाई बाई गाइज। अच्छा सो गाइज मैले चाहिँ भर्खर खानासाना सबै खाइसकेँ होइन, अनि भर्खर खाइसकेँ। यहाँ पनि यस्तो चिसो चिसो छ। ए तपाईँहरूलाई मैले भात खानु मतलब खाना खानु बित्तिकै ल दिदी चाहिँ खाइरहनु भयो, म चाहिँ उहाँले पनि खाइसक्नुभयो अनि म चाहिँ भर्खर खाइसकेर अनि खानु बित्तिकै तपाईँहरूलाई भ्लग स्टार्ट गरिदिइहालेको होइन। सो हामी चाहिँ एकछिन आफ्नै रुम तर्फतिर लागौँ है। लेट्स गो गाइज, लेट्स गो। सो अनि तपाईँहरूलाई खाना खानुभएको भएन, म चाहिँ यति राति भ्लग गरिरहेको छु। फर्स्ट टाइम हो कि यो, फर्स्ट टाइम हो कि यो च्यानलमा चाहिँ। अनि यसो बसौँ है त यहाँनिर, सिरानी अडेस लाएर बसौँ है गाइज। यस्तो त नदेखाउनु पर्ने हो होइन, त्यही पनि। सो अनि भर्खर खानासाना खाइसक्यो है मैले चाहिँ। तपाईँहरूले चाहिँ खानुभयो कि खानु भएन? अनि मलाई त्यो फेरि भन्ने कुरा चाहिँ त्यही हो है, लाइक सेयर सब्सक्राइब गर्न सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। लाइक सेयर सब्सक्राइब अनि कमेन्ट अनि सेयर अनि भएभरको जति भएभरको सबै भएभरको जति सबै गरिदिनु होला होइन। अनि म अझै यस्तै यस्तै भिडियोहरू लिएर आउनेछु होइन। अनि त्यस्तै तपाईँहरू कमेन्टै गर्नुहुन्न, यसो लभहरू सबहरू इमोजी पठाउनु नि हौ। तपाईँहरू के साह्रो अल्छी मान्नु भएको, त्यति गर्न पनि यार। हुन त म पनि अल्छी नै छु, अर्को भिडियो हेर्ने हो यतिकै छोडिदिने हो। मन परेकोमा सब्सक्राइब हान्ने हो भने लाइक पनि हान्ने हो, सेयर पनि हान्ने हो। भएभरको सबै जति भन्छु नि म, भएभरको सबै भएभरको सबै गरिदिन्छु होइन। मलाई पनि मन परेको युट्युबर जति, त्यसै गरी तपाईँहरू पनि भएभरको सबै हानिदिनु क्या, ड्याङ ठोकिदिनु क्या। तपाईँहरूको फ्यामिलीदेखि लिएर तपाईँहरूको दिदी बहिनी भाइ दाजुभाइ बहिनी सबै भएभरको सबैलाई भन्नु कि मलाई मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नु भनेर होइन। मैले फेरि फोर्स पनि गरेको होइन, तपाईँहरूको मर्जी हो त्यो चाहिँ होइन। अनि तपाईँहरूकै मर्जी हो त्यो चाहिँ, तपाईँहरूले गर्नुहुन्छ कि हुन्न त्यो मलाई थाहा हुन्न। तर पनि जे भयो भने सबैलाई साथ सपोर्ट गरिदिनु होला, माया दिनु होला यस्तै गरी होइन। अनि म यस्तै यस्तै भिडियो बनाउने छु। अनि भिडियो चाहिँ त्यस्तै जहिले भन्ने नै त्यही हो। भिडियो चाहिँ खै यतिकै तपाईँहरूसँग बोल्दै लामो हुन्छ थाहा पनि हुँदैन होइन। त्यतिलाई त लामै भन्छ, 10-11 मिनटको भ्लग त लामै हो नि, तर जे भए पनि लामो हुन्छ होइन भ्लग। अनि सो फेरि म चाहिँ 10-11 मिनटको जतिको भ्लगहरू बनाउँछु नि त, त्योभन्दा बढी त बनाउन आउँदैन, तर कहिलेकाहीँ चाहिँ म बनाउनु सक्छु होइन, त्योभन्दा लामो पनि। अनि सो आजको लागि चाहिँ यति नै भन्छु। मैले सबै देखाउनु जति सबै देखाइ पनि सक्यो होइन, के भन्नु जति सबै भनि पनि सक्यो होइन। अनि त्यही हो, लाइक सेयर सब्सक्राइब गरिदिनु होला अनि माया र साथ सपोर्ट दिनु होला। मलाई त भन्ने नै यति आउने हो यो युट्युबको बारेमा। म युट्युबरहरूले हालेको भिडियोहरू कसरी चाहिँ च्यानलतिर ग्रो गर्छ, मतलब कसरी चाहिँ गर्ने भनेर हेर्छु होइन। तर मलाई त्यो दिमागमा पस्दैन, एकछिन हेर्छु म। जस्तै भन्छ नि एउटा कानबाट सुन्ने अर्को कानबाट उडाउने, म त्यस्तै गर्छु क्या, सेम डिट्टु त्यही गर्छु होइन म। सो अनि मलाई चाहिँ त्यस्तोतिर इन्ट्रेस्ट छैन। म जस्तो छु म त्यस्तै रमाउँछु होइन, म जस्तो छु मलाई त्यस्तै मनपर्छ होइन। म सिम्पल हो क्या, म सिम्पल, र म सिम्पल फ्यामिलीबाट बिलङ पनि गर्छु होइन, अनि
प्राय त सबैलाई सिम्पलै लाग्छ होला, मतलब सिम्पलै रहन मन लाग्छ होला। मैले भने जस्तै म जस्तो छु त्यस्तै छु होइन। आफू राम्री होस् कि नराम्री होस्, जेसुकै होस्, अरूले जेसुकै भनोस्, आफ्नै बाटो हिँड्ने हो क्या। मतलब नेगेटिभ पिपलहरूलाई हटाएर पोजिटिभतिर लाग्नुपर्ने हुन्छ। हामीले चाहिँ त्यस्तो गर्नुपर्ने हुन्छ। सो अनि म चाहिँ भन्छु कि अरूहरूले त्यो कन्टेन्टहरू भन्छ नि त्यस्तोमा ध्यान दियो भने चाहिँ धेरै सब्सक्राइबर बढ्छ भनेर। तर मलाई चाहिँ लाग्छ कि मैले मेरो लाइफमा जे गरिरहेको छु होइन, त्यसलाई नै यही भिडियोमा देखायो भने त्यो नै अगाडि बढ्छ भनेर होइन। मलाई भन्नै आउँदैन क्या। मलाई त्यस्तै बुझ्नु आफै होइन। मतलब आफूले अहिले मैले जे भनिरहेको छु नि, मेरो मनको कुरा, त्यो भित्री कुरालाई बाहिर देखाउन चाहिँ एकदमै राम्रो हो होइन। अरूको त्यो कपी गरेर त्यसमा केही फाइदै छैन क्या। त्यो गरेर के फाइदा हुन्छ? जब त्यो भ्युजको लागि त त्यो मान्छेहरू कति मर्यो हत्या गर्छ होइन। सो त्यस्तो चाहिँ गर्नुहुन्न होइन। मैले भन्ने सोच चाहिँ अब तपाईँहरूलाई लागिरहेको होला मैले नि यो अरूहरूको भिडियोबाट हेरेर मैले कपी गरेँ यो कुरा पनि भनेर। तर होइन, मैले जे भने त्यो कुरा सही भने। मैले भने नि म जस्तो छु त्यस्तै छु। अनि मैले जे बोलेँ नि त्यो पनि मैले जे बोलेँ त्यो सत्य नै हो, बुझ्नुभयो। अनि त्यही हो। अनि आजको लागि चाहिँ यति नै। तपाईँहरूले खानासाना खाएर पनि सुत्ने बेला भइसकेको होला। सुत्ने बेला त भएन, त्यस्तै कति बज्यो अहिले यहाँ हेर्नु मिल्दैन क्या, मैले ब्याक क्यामेराबाट गरिरहेको छु। सो त्यस्तै 7-8 बज्यो होला होइन। घडी पनि छैन, मेरो घडी भनेको यही हो। यो सबसे ठुलो मन्दिर ताप्लेजुङको पाथिभरा मन्दिर, सबैलाई थाहा छ होला। यहाँबाट ल्याउनु भएको थियो मम्मीहरूले दर्शन गरेर, अनि त्यही लगाएको। सो अनि यो भिडियो चाहिँ धेरै लामो हुनसक्छ होइन। सो अनि आजको लागि चाहिँ म त्यही भन्न चाहन्छु कि लाइक सेयर सब्सक्राइब गरिदिनु होला होइन। अनि सेयरहरू पनि गर्नु होला। सो अनि त्यही हो। बाई बाई गाइज होइन। आजको लागि चाहिँ यति नै। सी यू इन द नेक्स्ट भिडियो। बाई बाई। अनि त्यही ठोकिहाल्नु तपाईँहरू, मैले जे भने त्यही गर्नु होइन। ठोकिहाल्नु है, यो च्यानललाई ठोकिहाल्नु। म यस्तो ल्याउँछु। अहिले चाहिँ सुरु भएर तपाईँहरूलाई बोरिङ लागिरहेको होला मेरो कुराहरू होइन। बोरिङ त लागिहाल्छ सबैलाई, मलाई पनि लाग्छ। अरूको भिडियो हेर्दा यस्तो हुन्छ नि, त्यो धेरै सारेर हेर्ने बानी क्या। त्यो त सबैको हो क्या, प्रायः सबैको हुन्छ त्यो, मेरो पनि छ बानी। सो त्यसरी नै यो भिडियो कटाइ हेर्नु, तर जे भयो भने फुल भिडियो हेर्नु क्या, फुल भिडियो। सो अनि त्यही हो। अनि आजको लागि चाहिँ यति नै होइन गाइज। अनि सी यू इन द नेक्स्ट भिडियो। बाई बाई गाइज। अनि गुड नाइट। बाई बाई। सी यू इन द नेक्स्ट भिडियो। बाई बाई।